मित्र मैं दीपक आज आप लोग से एक ऐसा अतिथि से भेंट करने जा रहा हूँ इस अंतर्वार्ता के मार्फत से, जिसका नाम है आशा विश्वकर्मा। और ये आशा विश्वकर्मा जो इसका पहचान रामचरण का जो रेडी फिल्म आया हुआ था, उसी फिल्म के गीत जो था चिकड़ी चिकड़ी, उस पर रील बनाई थी और सबसे वायरल हुई थी। और जो उसका रियल जो गाना है उससे भी ज़्यादा आपको व्यू इसका चला हुआ था, तो उससे आज सामाजिक डिजिटल कंटेंट क्रिएटर के नाम से प्रसिद्ध हो गई। सो उसका रील जानवी कपूर अन्य बॉलीवुड के कलाकार सभी शेयर किए हुए थे और उसका जो डांस है सबसे सुंदर लगा, तो मैं उसके साथ बात करने जा रहा हूँ। तो अभी तक चैनल को सब्सक्राइब नहीं किया तो सब्सक्राइब करिएगा, क्योंकि एक तो और बात बताते हैं, उनका भाषा थोड़ा हिंदी कमज़ोर है, इसलिए मैं नेपाली में बात करूँगा। और आप लोग को अगर वर्ड चेंज कर लीजिएगा, सीसी जो है उसमें आपको भाषा चेंज कर सकते हैं, और नेपाली से आप किसी भी लैंग्वेज में, हिंदी हो इंग्लिश हो, जिसमें भी आप कर सकते हैं। तो अभी तक चैनल को सब्सक्राइब नहीं किया तो सब्सक्राइब करिएगा, वीडियो में बना रहिएगा। अहिले म तपाईँको यो ट्रेन्डिङ स्टार तपाईँले ट्रेनिङबाट एउटा चर्चित डिजिटल क्रिएटरको मार्गमा छु। यहाँ हुनुहुन्छ आसमा विश्वकर्माजी। आसमा विश्वकर्माजी, तपाईँलाई मेरो युट्युब च्यानल मिथिला स्कुलमा हार्दिक स्वागत छ। तपाईँले अहिले डिजिटल प्लेटफर्ममा अहिले भर्खर ट्रेन्डिङमा आउनुभएको छ। हामीले तपाईँको श्रोता र सबैजना तपाईँ आफ्नो सानो परिचय दिइदिनुहोस्। नमस्ते, मेरो नाम आशा विश्वकर्मा हो, करेन्टस्कुल। अरे ठिकै छ, मिलाएर मान्छे छ, ठिकै छ, के छ माइक छैन? आइहाल्छ। नमस्ते, म आशा विश्वकर्मा, कार्टुन्सबाट। अब तपाईँ यहाँ डिजिटल क्रिएटरमा तपाईँले पेलीबाट एउटा चर्चित स्टार बन्नुभएको, कस्तो लाग्यो? रमाइलो लाग्यो। यो गानाबाट कति तपाईँको ट्रेन दिमागमा आयो कि यस्तो गर्नुपर्छ? यत्तिकै नर्मली ऱ्यान्डमली आयो। ऱ्यान्डमली आयो। तपाईँले डिजिटल क्रिएट लिरिक्स गर्नमा चाहिँ भन्दा तपाईँले कुन गानामा गर्नुभएको थियो? तपाईँले यो पेलीको गीतबाट अघि जुन तपाईँले गीत बनाउनुभयो त्यो केमा बनाउनु भयो? यत्तिकै बनाएर आउँछु म, हिन्दी नेपाली इङ्ग्लिस सबैमा, अनि त्यो पनि त्यस्तो ऱ्यान्डम। अहिले त देख्नु अहिले त्यो दक्षिणको जुन हुन्छ नि सबै गीतहरूमा तपाईँको एकदम सिसी के डान्स पनि छ। कस्तो लागिरहेछ तपाईँलाई? राम्रो लागिरहेछ। फेरि त्यहाँबाट कल पनि आउँछ दर्शकहरूको मेसेज आउँछ? अब आइहाल्छ। अहिले यो तपाईँले नक्कु आउनुभएको छ, जनकपुरमा तपाईँले के हेर्नु भएको छ अहिले? कस्तो लाग्यो तपाईँले? जनकपुरमा आइरहेको यो संस्कृतिमा तपाईँले अहिले सङ्गीतमयमा तपाईँले माग्नुभएको छ यो डान्सिङ क्षेत्रमा, ठिक छ? यो संस्कृतिमा तपाईँले मिथिला संस्कृतिमा तपाईँले के मिथिला संस्कृतिमा तपाईँले काम गर्नुहुन्छ, कस्तो लाग्यो? कति तपाईँले काम गर्नुहुन्छ अहिले मिथिलामा? तपाईँले यो तपाईँ यहाँ डिजिटल क्रिएटरमा कति विश्वास गर्नुहुन्छ? परिवर्तन भएको छ तपाईँसँग? फेरि हामीहरू जुन अहिले अवस्था छ, जो अश्लीलताको अवस्था छ, तपाईँले अहिले जुन गर्नुभएको छ एकदम राम्रो भएर मैले आफ्नो युट्युबमा पनि हाल्दैछु। तपाईँको जुन एक्टिभिटी लाग्यो एकदम राम्रो लाग्यो। जुन हामीको आजकलको जुन देश छ, समय छ, त्यसको एउटा एक्टिभिटीलाई राम्रो तपाईँले गर्नुभएको छ, डान्सिङहरू सबै राम्रो लाग्यो। अझै युवाहरूलाई तपाईँले के सन्देश दिन चाहनुहुन्छ? Keep working hard, have patience भन्न चाहन्छु। अहिले यहाँ जनकपुरमा तपाईँले अहिले नयाँ युवालाई तपाईँले के प्रोत्साहन दिन चाहनुहुन्छ? मैले हिजो पनि देखेँ महिलाहरू होइन,
अहिले चाहिँ पहिलाभन्दा अझै अगाडि आउनु भइरहेको छ। अनि मलाई धेरै खुसी पनि लाग्यो देखेर जनकपुरको महिलाहरूलाई मेलहरूले कति सपोर्ट गर्नुभएको त्यो देखेर खुसी लाग्यो। यसरी अगाडि बढ्नुपर्छ। राम्रो लाग्यो। हजुर अहिले फेरि तपाईँ अहिले जुन एल्बमहरू गर्नुभएको छ कि छैन? हजुर गरिरहेको छु। कतिवटा गर्नुभएको छ? अब सुटहरू भइरहेको छ, आउँदैछ अब 30को सङ्गहरू। 30को सङ्ग तपाईँको सबैभन्दा चर्चित सङ्ग कुन हो? माया लुकी लुकी तपाईँको? यस्तो अब तपाईँ हाम्रो मिथिलाको संस्कृतिमा पनि गीतहरू बनाउनुहोस्, तपाईँले पनि शुभकामना छ। अब हामी अब जुन अहिले म तपाईँसँग कम समय हुँदा म अहिले तपाईँसँग बिदा लिन चाहनुहुन्छ, फेरि हामी च्यानलको लागि अपिल गर्नुपर्छ। च्यानलको सब्सक्राइबको लागि तपाईँले गरिदिनुहोस्। सब्सक्राइब गरिदिनु होला। हाम्रो च्यानलको नाम मिथिला स्पोइलर। ओके, मिथिला स्पोइलरलाई चाहिँ सब्सक्राइब गरिदिनु होला अनि लाइक सेयर गरिदिनु होला। धन्यवाद। थ्याङ्क यू। ल हुन्छ।